हेलो एन्ड नमस्ते साथीहरू। आजको यस भिडियोमा हामी नेपाल टेलिकमले खुलाएको विज्ञापनको अनलाइन फारम कसरी भर्ने भन्ने कुरा सिक्नेछौँ र हामीले यस भिडियोमा स्टेप बाइ स्टेप सुरुदेखि लास्टसम्म कसरी डाटाहरू फिल गर्ने, डकुमेन्ट कसरी अपलोड गर्ने, डिटेलहरू कसरी राख्ने सबै कुरा स्टेप बाइ स्टेप सिकाएको छौँ। त्यसैले भिडियो स्किप नगरी पुरा भिडियो हेर्नुहोला। यदि तपाईहरूले भिडियो स्किप गरेर हेर्नुभयो भने फर्म भर्नमा कुनै समस्या आउन सक्छ र तपाईँ लास्टसम्म सबमिट गर्न सक्नुहुन्न। त्यसैले भिडियो स्किप नगरी ध्यान दिएर हेर्नुहोला। त साथीहरू, फर्म भर्नको लागि हामीले आफ्नो कम्प्युटर वा ल्यापटपमा रहेको कुनै एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ। ब्राउजर खोलिसकेपछि नेपाल टेलिकमको वेबसाइटमा जाने। नेपाल टेलिकमको वेबसाइट सुरुमा देखिन्छ। नेपाल टेलिकमको वेबसाइट खोलिसकेपछि यसलाई क्लोज गरौँ। करियरमा जाने। करियर अप्सनमा गइसकेपछि एप्लिकेसन पोर्टल हेर्न सक्नुहुन्छ। यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि राइट साइडमा हेर्नुहोस् लगइन अप्सन छ, त्यसपछि रजिस्टर टुडे छ र यहाँ इमेल र पासवर्ड। यदि तपाईहरुसँग पहिल्यै नै आइडी पासवर्ड बनाइसक्नु भएको छ भने इमेल र पासवर्ड राखी लगइन गर्न सक्नुहुन्छ। यदि तपाईहरु रजिस्टर नै गर्नु भएको छैन भने रजिस्टर टुडेमा क्लिक गर्नुहोला। र मैले यहाँ रजिस्टर गरिसके, आइडी पासवर्ड बनाइसके, त्यही भएर म तपाईहरुले यहाँ हिन्ट मात्रै दिन्छु। यहाँ इमेल राख्नुहोला, यो ठाउँमा लास्ट नेम राख्नुहोला, त्यसपछि यो ठाउँमा फर्स्ट नेम राख्नुहोला। त्यसपछि सबमिटमा क्लिक गर्नुपर्ने हुन्छ। सबमिटमा क्लिक गरिसकेपछि तपाईको इमेलमा एउटा भेरिफिकेसन कोड आउँछ। भेरिफिकेसन कोड 1 देखि 5 मिनेट भित्रसम्म आइहाल्छ र भेरिफिकेसन कोड आइसकेपछि यो पेज रिफ्रेश भएर एउटा भेरिफिकेसन कोड राख्ने यतातिर बक्स आउँछ। त्यो बक्समा भेरिफिकेसन कोड राख्नुपर्ने हुन्छ र फेरि सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरिसकेपछि त्यसपछि तपाईहरुको यो पेज रिलोड भई फेरि नयाँ पासपोर्ट राख्नुपर्ने हुन्छ। नयाँ पासपोर्ट र कन्फर्म पासपोर्ट दुवैमा एउटै राख्नुपर्ने हुन्छ। दुवैमा एउटै पासपोर्ट राखिसकेपछि फेरि सबमिट गरिसकेपछि तपाईहरुको आइडी र पासपोर्ट क्रिएट हुन्छ। यसलाई म क्यान्सल गर्छु। र मसँग अलरेडी आइडी पासपोर्ट भएको कारणले म डाइरेक्ट लगइन गर्छु। अब आइडी लगइन भइसकेपछि अब हामी लेफ्ट साइडमा हेरौँ। रिक्वायरमेन्ट होम, जेनरल, माई एकाउन्ट, जब्स भन्ने अप्सन छ। माई एकाउन्टमा क्लिक गर्नु होला। माई एकाउन्टमा क्लिक गरिसकेपछि यहाँ बर्थ डेट राख्नु होला। मैले जसरी राख्छु त्यस्तै तपाईहरु पनि त्यही फर्मेटमा राख्न सक्नुहुन्छ। डाटाहरू फिल गर्दाखेरि अलि भिडियो लामो हुन सक्छ, त्यही भएर भिडियोलाई स्किप नगर्नुस्, बरु ध्यान दिएर हेर्नु होला। यो ठाउँमा बिहे भएको नभएको अप्सन हो, म सिंगल चुज गर्छु र यहाँ चाहिँ एप्लिकान्ट चुज गर्नु होला। यो गरिसकेपछि हाम्रो फेरि पेज रिफ्रेश हुन्छ र यस्तो आउँछ। अब यहाँ हामीले आफ्नो नागरिकता नम्बर राख्नुपर्ने हुन्छ। यो मैले डेमो भिडियो बनाइरहेको छु। अब यहाँनिर समस्या हुन्छ। सिटिजनशिप इस्यु डिस्ट्रिक्ट भनेको नेपालीमा राख्नुपर्ने हुन्छ कैलाली, तर तपाईहरु यहाँ युनिकोडबाट कैलाली लेख्न सक्नुहुन्छ, तर त्यो सम्भव छैन। त्यही भएर यहाँ के गर्नु होला, पर्सेन्ट थिच्नु होला र यो सर्च बटनमा क्लिक गर्नु होला। यति गरिसकेपछि अलिकति टाइम लिन्छ र आफ्नो जिल्ला चुज गर्नु होला। मैले कुनै एउटा जिल्ला कैलाली चुज गरे, सिलेक्ट, यसरी। त्यस्तै गरी सिटिजनशिप इस्यु डेट हो, यो नेपाली डेट नै राख्नुपर्ने हुन्छ। र यहाँ आफ्नो जन्ममिति राख्नु होला। यो जन्ममिति पनि नेपालीमै राख्नुपर्ने हुन्छ। यहाँ भनेको छ डेट, मन्थ एन्ड इयर, त्यही भएर हामीले सुरुमा डे राख्नुपर्ने हुन्छ। त्यसपछि मन्थ, त्यसपछि इयर। माथि मैले अलिकति मिस्टेक गरेँ, 15/02/2070 राखिदिन्छु। नेसनल आइडी, राष्ट्रिय परिचय पत्र इम्पोर्टेन्ट छैन। र एउटा कुरा ध्यान दिनुस्, फर्म भर्ने बेला यो स्टार जुन अप्सनमा हुन्छ त्यो अनिवार्य रूपमा हाल्नुपर्ने हुन्छ। जहाँ स्टार हुँदैन त्यो स्किप गर्न सक्नुहुन्छ। एप्लिकान्ट नेपाली। अब नेपालीमा उम्मेदवारको
नाम लेख्नुपर्ने हुन्छ। मैले सुनिल कुमार चौधरी लेखेछु भने म त्यही नाम लेख्छु र यहाँ युनिकोडमा लेख्नुपर्ने हुन्छ। मैले युनिकोड अलरेडी इन्स्टल गरेको छु। यदि तपाईँहरू युनिकोड इन्स्टल गर्नुभएको छैन भने आफ्नो कम्प्युटरमा मलाई कमेन्ट गर्नुहोला। कम्प्युटरमा कसरी युनिकोड इन्स्टल गर्ने त्यो कुरा पनि म सिकाइदिन्छु। र फादर्स नेम यहाँ नेपालीमा लेख्नुपर्ने हुन्छ। त्यसपछि एउटा ठाउँमा आमाको नाम हुन्छ। यहाँ बाजेको नाम। त्यसपछि यहाँ तपाईँ नेपाल टेलिकमको स्टाफ हुनुहुन्छ या हुनुहुन्न। यदि हुनुहुन्छ भने यस, हुनुहुन्न भने नो लेखिदिनु होला। र यहाँ नेपालीमा इङ्ग्लिसमा लेख्नुपर्ने हुन्छ र मैले फेरि फन्ट चेन्ज गरेँ यहाँबाट नो। त्यसपछि एड्रेसको कुरा गर्दा यहाँ नेपाल हो। त्यसपछि यहाँ फेरि तपाईँहरूले आफै लेख्न पाउनुहुन्न। यहाँ सजिलो छ, पर्सेन्टेज लगाउनु होला र यो सर्चमा क्लिक गर्नु होला। यति गर्दा अलिकति टाइम लाग्छ है यो। यदि तपाईँहरू राति फर्म भर्दै हुनुहुन्छ वा बिहानतिर भर्नुहुन्छ भने यो एकदम फर्स्ट चल्छ। दिउँसोतिर भर्नुहुन्छ भने यो पेज पनि खुल्दैन। यहाँनिर पर्सेन्ट गर्नुहोस् र सर्चमा क्लिक गरिदिनुहोस्, एकदम छिटो खुल्छ। बिहानतिर फर्म भर्नुहुन्छ भने म बिहानै भरिरहेको छु यो फर्म। त्यसपछि पर्सेन्टेज गर्ने र सर्चमा क्लिक गर्ने। त्यसपछि आफ्नो कुनै एउटा गाउँपालिका चुज गर्ने। त्यसपछि वार्ड नम्बर डाइरेक्ट लेख्न पाउनुहुन्छ। टोल तपाईँको के हो त्यो लेख्न पाउनुहुन्छ। मैले नेपालीमै लेख्छु। त्यसपछि तपाईँसँग होम नम्बर छ कि नै, हाउस नम्बर छ कि नै, त्यो ठाउँमा यो यसरी राखिदिनु होला। त्यसपछि तपाईँको यहाँ फोन नम्बर हो, यहाँ फोन नम्बर राख्नु होला। त्यसपछि टाइम टु कलमा यहाँ कुनै एउटा अप्सन चुज गर्न सक्नुहुन्छ। मैले एनी गरिदिएँ। अब यहाँनिर हामीले आफ्नो डकुमेन्ट राख्ने ठाउँ हो है। एड एनोडर डकुमेन्टमा क्लिक गर्नुहोस्। त्यसपछि फाइल टाइप यहाँ चुज गर्नुहोस्, पासपोर्ट साइजको फोटो। यो अप्सनमा क्लिक गर्नुहोस् र चुज फाइल गर्नुहोस्। र योभन्दा अघिल्लो भिडियोमा मैले देखाएको थिएँ फाइलहरू पुरै बनाएर रेडी गर्नुहोस्। त्यही भएर म यहाँ रेडी गरेर राखेको छु फाइलहरू। ल यसरी नाम राखिदिनु होला आफ्नो फाइलको र साइज पनि 300 KB भन्दा कम बनाउनु होला। यसरी फोटो चुज गरेँ र यहाँ डिस्क्रिप्सनमा सेम लेखिदिन्छु है। बार चेन्ज गर्नुपर्छ यो समस्या। अंडरस्कोर मैले फोटो राख्ने। अब यसरी फोटो चुज गरिसकेपछि अपलोड गरिदिनु होला। त्यसपछि फेरि जानुस् एड एनोदरमा जानु होला। त्यसपछि तपाईँ के राख्नुहुन्छ, एप्लिकान्ट सिग्नेचर मैले राख्छु र मैले एप्लिकान्टको सिग्नेचर मैले यहाँ राखेको छु। यसरी फाइल मिलाएको छु। योभन्दा अघिल्लो भिडियोमा मैले तपाईँहरूलाई बताएको थिएँ कि फाइल 300 KB भन्दा कम र कुनै डकुमेन्ट जेपीजीमा हुनुपर्छ भने कुनै डकुमेन्ट पीडीएफमा। मैले यसरी पहिल्यै रेडी गरिसकेको छु। यदि यो भिडियो अलग्गैबाट चाहियो भने मलाई कमेन्ट गर्नु होला। यो कसरी बनाउने कुरा म तपाईहरूलाई सिकाउने छु। अहिलेको लागि सुनिल साइन इन गरौँ। यहाँ डिस्क्रिप्सनमा पनि त्यही लेखिदिउँ र यसरी फेरि अपलोड गरौँ। अब जति डकुमेन्ट हामी अपलोड गर्दै जान्छौँ त्यहाँ लिस्ट जाँदै गर्छ है यो। यदि कुनै समस्या भयो भने डिलिट गरेर फेरि पुनः राख्न सक्नुहुन्छ। एड एनोडर। अब म सिटिजनशिप कार्डको फ्रन्ट भाग राख्छौँ र यहाँ नागरिकता भन्छन् हामी, नागरिकता ब्याक फ्रन्ट। अब यहाँ पनि त्यस्तै राख्नु नाम सुनिल अंडरस्कोर एनएजी नागरिकता फ्रन्ट है। यसरी र एड एनोदर डकुमेन्टमा फेरि जाने। त्यसपछि यहाँ हामी अब ब्याक साइडको राखौँ। त्यसपछि सुनिल नागरिकता ब्याक साइड
यहाँ डिस्क्रिप्सनमा पनि त्यही लेखिदिउँ, सुनिल _ नागरिकता _ ब्याक है। यति गरिसकेपछि हाम्रो कुनै पनि बेला बत्ती जान सक्छ वा नेट कट हुन सक्छ, त्यही भएर यति काम गरिसकेपछि हामीले सेभमा क्लिक गरिहालौँ। टाइममा सेभ गर्नुपर्ने हुन्छ। सेभ सक्सेस भइसकेपछि अब हामी एजुकेसनल डकुमेन्ट हाल्छौँ। यहाँ हाम्रो छ एजुकेसन सर्टिफिकेट PDF। चुज फाइलमा अब हामीले PDF हालौँ है। यो हामीले चौथो तहमा फर्म भर्दैछौँ, त्यही भएर चौथो तहको हामीले SLC को डकुमेन्ट हाले पुग्छ। सुरुमा मार्कसिट हालौँ हामी र फाइल नेममा मैले राख्नुको कारण त्यही हो, यहाँ डिस्क्रिप्सनमा पनि मलाई सजिलो हुन्छ लेख्न। यसरी डिस्क्रिप्सन लेखिसकेपछि अपलोडमा क्लिक गर्दै जाने, फेरि एड एनोदर। अब फेरि एजुकेसन डकुमेन्ट नै हो, त्यही भएर मैले अब मार्कसिटबाट मैले क्यारेक्टर चुज गर्नुपर्ने हुन्छ। SLC क्यारेक्टर CHR है, सुनिल SLC CHR म यसरी बुझेको छु र नेपाल टेलिकमले पनि यस्तै फाइल नेम राख्नु होला भनेको छ, त्यही भएर मैले यस्तै राखेछु। अपलोड फेरि एड एनोदर गर्नु होला, फेरि एजुकेसन डकुमेन्ट नै हो र अब फाइनली हाम्रो प्रोभिजनल त छैन, सर्टिफिकेट हुन्छ SLC को, म त्यही डकुमेन्टलाई अपलोड गरिरहेको छु। यसरी डिस्क्रिप्सन राखिसकेपछि यो राइट साइडमा अपलोड गर्नुपर्छ है। यति गरिसकेपछि फेरि मैले सेभ गरेँ। सेभ गरिसकेपछि फेरि मैले एड एनोदर गर्नुपर्ने हुन्छ। समावेशी कोटाको लागि कुनै एउटा स्याम्पल हालौँ, जस्तै आदिवासी जनजाति। चुज फाइल। अब मैले जनजातिको डकुमेन्ट बनाएको छु, त्यही भएर यसरी राखिरहेको छु। डिस्क्रिप्सनमा फाइल नेम जस्तै राख्नु होला। अब हामीले लास्ट एड एनोदर एकाउन्ट र एउटा कुरा ध्यान दिनुहोस्, जबसम्म तपाईहरु प्री टेस्टको डकुमेन्ट अपलोड गर्नुहुन्न तबसम्म तपाई यसमा सबमिट गर्न पाउनुहुन्न। यदि तपाईसँग प्री टेस्टको सर्टिफिकेट छैन भने यसमा फर्म एप्लाई गर्न सक्नुहुन्न। त्यही भएर प्री टेस्टको डकुमेन्ट अनिवार्य छ है यसमा। अब प्री टेस्टको लागि कुन अप्सन छ हेरौँ। मधेसी दलित, त्यसपछि ब्याकवर्ड एक्सपेन्स काउन्सिल। यो काउन्सिल यो एन वाला नम्बरमा क्लिक गर्नु होला। यदि प्री टेस्टको डकुमेन्ट छ भने यो अप्सनमा चुज गरी यहाँ प्री टेस्टको डकुमेन्ट राख्नु होला। मैले स्याम्पल लिएको छु क्यारेक्टरमा कसिट यो सुनिल प्री टेस्ट है। यो वाला डकुमेन्ट हो हाम्रो प्री टेस्ट डेमोको लागि। सुनिल _ PRE _ टेस्ट है। हो फाइनली हाम्रो डकुमेन्ट सबै अपलोड भइसक्यो है। हामीले चौथो टाकाको लागि भर्दै छौं फर्म। अब सबै कुरा अपलोड गरिसकेपछि फाइनली हामी सेभ गरौँ। यति कुरा गरिसकेपछि अब हामीले जानुपर्छ क्वालिफिकेसन एन्ड स्किलमा। अब यसमा हामीले एड एनोदर क्वालिफिकेसनमा जाने। त्यसपछि तपाईको एजुकेसन कुन हो त्यो अप्सन चुज गर्नु होला। म सेकेन्डरी एजुकेसन चुज गर्छु। त्यसपछि डिग्री नेम के हो SLC। अब फ्याकल्टी के हो यहाँ राख्न सक्नुहुन्छ। मैले एक्जाम्पलको लागि एकाउन्ट गरे। त्यसपछि यहाँ पर्सेन्टेज मैले यति राख्दियौ। कम्प्लिट इयर भनेको अब कुनै एउटा अप्सन राख्दियौ 2012। अब कुन बोर्ड हो त्यो राख्नु होला। NEB SE हैन HSEB। कन्ट्री अफ क्वालिफिकेसन अब हामी नेपालमा स्टडी गर्छौं त्यही भएर नेपाल गर्ने। यति गरिसकेपछि हामीले यहाँ सेभ गर्ने।
अब हामी सेभ गरिसकेपछि अब जबमा जाने। जबमा गइसकेपछि फेरि हामी कुन ठाउँमा भर्ने हो त्यो अप्सनमा चेक गर्नुपर्ने हुन्छ र मैले यहाँ एससीको डकुमेन्ट मात्रै अपलोड गरेको छु र त्यस डकुमेन्टबाट हामीले सहायक पदमा मात्रै एप्लाई गर्न सक्छौँ। त्यही भएर म सहायकमा चेक गर्छु। चेक गरिसकेपछि यो ठाउँमा क्लिक गर्नुहोला। सर्भर अलिकति स्लो छ नेपाल टेलिकमको। यदि बढी नै लोड लियो भने म स्किप गर्छु है। र यो पेजमा आइसकेपछि एकदम ध्यान दिएर हेर्नुहोला है। फर्म भर्ने गल्ती यहीँबाट हुन्छ र तपाईँहरू सबमिट गर्न सक्नुहुन्न। एक्सपिरियन्स टाइपमा हामीले सुरुमा फ्रेसर गर्ने। यदि तपाईँहरू नेपाल टेलिकम कर्मचारी हो भने एक्सपिरियन्स राख्ने, अदरवाइज फ्रेसर नै चुज गर्नुपर्ने हुन्छ। र सम्पूर्ण डिटेलहरू हामीले यहाँबाट फेरि चेक गर्न सक्छौँ कुन सही कुन गलत हो। यदि गलत छ भने फेरि ब्याक गरी च्याउन सक्छौँ। र हामीले फिमेल होइनौँ, नो नै ठिक छ। त्यसपछि हामीले जनजातिको कागजात राखेको छौँ, यहाँ हामीले एस गर्न सक्छौँ। मधेसी, ब्याकवार्ड, दलित, अरू कुन कुन क्याटेगोरीमा तपाईँ फर्म भर्न चाहनुहुन्छ त्यो एस गर्नुहोला। मैले यसलाई एस गरेँ। एकछिन लोडिङ हुन्छ, एस गर। र यहाँ एस गरिसकेपछि अब तपाईँहरूले गल्ती गर्ने भनेको यो ट्रेनिङ अथवा काउन्सिल सर्टिफिकेट डिटेलमा यसमा चाहिँ प्री टेस्टको डकुमेन्ट हाल्नुपर्ने हुन्छ, डिटेल हाल्नुपर्ने हुन्छ। र प्री टेस्टको डिटेल नहालिकन तपाईँ अगाडि जानुहुन्छ, त्यही भएर तपाईँहरूको फारम सबमिट हुँदैन। यो ठाउँ छुटाउनुहुन्छ, यो ठाउँ छुटाउनुहुन्छ भने तपाईँहरू सबमिट गर्न सक्नुहुन्न। त्यही भएर यो ठाउँ नछुटाउनु होला। र यो ठाउँमा डिटेल राख्न पनि एकदम सजिलो छ है। एड डिटेल गरौँ। एड डिटेल गरिसकेपछि न्यूमा क्लिक गर्ने है। त्यसपछि हामीले काउन्सिल सर्टिफिकेट, ट्रेनिङ सर्टिफिकेट काउन्सिल नै चुज गर्छौँ। र रजिस्टर नम्बर, डटा नम्बर के छ, यो तपाईँको प्री टेस्टमा दिएको हुन्छ है। तपाईँको मास्टर आइडी, त्यही मास्टर आइडी हाल्नुपर्ने हुन्छ है यसमा। मैले फर इक्जाम्पलको लागि त्यसपछि टाइटल सब्जेक्टमा के राख्ने त हैन, प्री टेस्ट राखिदिनु होला। प्री टेस्ट, ट्रेनिङ नाम पनि प्री टेस्ट राखिदिनु होला। इन्स्टिट्युट नाम खाली छोडिदिनु होला। स्टार्ट डेट, इन्ड डेट खाली छोडिदिनु होला। र यति गरिसकेपछि तपाईँ चेक लगाई सेभ गर्नु होला। सबै कुरा हाम्रो सही भइसक्यो, एकदम ठिक छ फर्म भरेको। र लास्टमा नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईँले यहाँ हेर्न सक्नुहुनेछ जन्म मिति, त्यसपछि जेन्डर मेल हो। तपाईँ समावेशी समूहमा पनि आवेदन गर्न चाहनुहुन्छ भने आफूसँग मिल्ने प्रत्येक समूहमा यस उल्लेख भए नभएको जाँच गर्नुहोस्, नभए ब्याक बटन गएर सच्याउनुहोस्। मैले खुल्ला र जनजातिको लागि भिडियो बनाइरहेको छु, त्यही भएर खुल्ला र जनजातिको लागि एस गरेर फेरि मैले नेक्स्ट गरेँ। अब नेक्स्ट गरिसकेपछि अब यो ठाउँमा एकजना बहिनीले कमेन्ट गर्नु भएको थियो कि पेमेन्ट कसरी गर्ने। पेड थ्रो छ, यहाँ तपाईँहरू कनेक्ट आइपिएस, ई सेवा खल्टी के चुज गर्नुहुन्छ, आफ्नो पेमेन्ट अनलाइन भुक्तानी कनेक्ट आइपिएस मैले चुज गरेँ। र मोबाइल नम्बर जुन व्यक्तिको जसको फर्म भर्दै हुनुहुन्छ त्यसको मोबाइल नम्बर यो राख्नु होला। अघि राखेको मोबाइल नम्बर मैले डेमो नम्बर यो हो। र सबमिटमा क्लिक गर्नु होला। सबमिटमा क्लिक गरिसकेपछि यहाँ हुन्छ है, ध्यान दिने, क्लिक टु मेक पेमेन्ट एन्ड कम ब्याक वान्स द पेमेन्ट इट्स अन। यहाँ क्लिक गर्ने। तपाईँको एमाउन्ट 600 रहेछ, नेपाली रुपिज हो। ट्रान्जेक्सन डेट सबै कुरा रहेछ। रिमार्कमा आफ्नो नेम के पनि लेख्न पाउँदैनौँ भने डाइरेक्टली हामी सबमिट गर्छौँ। सबमिट गरिसकेपछि तपाईँको यहाँ कनेक्ट आइपिएसको आइडी र पासवर्ड हाल्नुपर्ने हुन्छ। आफ्नो आइडी पासवर्ड लगइन गरी यहाँ चाहिँ कनेक्ट आइपिएस भित्र हामी छिर्छौँ। कनेक्ट आइपिएस को पेज भित्र आइसकेपछि तपाईँ आफ्नो कनेक्ट आइपिएस को बैंक चुज गर्नुहोला र सबमिट गर्नुहोला। सबमिट गरिसकेपछि तपाईँको मोबाइल नम्बरमा ओटिपी आउँछ, त्यो कनेक्ट आइपिएस मा लिङ्क भएको मोबाइल नम्बरमा है। फेरि
र मसँग ओटिपी आइसकेको छ र म ओटिपी राख्छु। मैले ओटिपी राखिसकेपछि सबमिटमा क्लिक गरेँ र यहाँ एउटा नोटिफिकेसन के दिएछ भने इम्पोर्टेन्ट प्लिज गो ब्याक टु एप्लिकेसन फर्म ट्याब एन्ड क्लिक द फिनिश बटन टु एप्लाई फर दिस जब भन्छ है। यसलाई हामीले फेरि ब्याक गर्ने। अब पेमेन्ट गरिसकेपछि हामीले यहाँ टिक लगाउनु पर्छ लास्टमा है, हैन भने तपाईको के हुन्छ, यहाँ मैले भरेको व्यक्तिगत विवरण सत्य छन् र अपलोड गरेका सबै कागजातहरू सही र दुरुस्त छन्, अन्यथा भएमा कानुन बमोजिम सौला बुझौला भन्ने अप्सन हुन्छ। यो ठाउँमा तपाईहरु चेक गर्नुस् र लास्टमा फिनिश गर्नुस्। यसरी फिनिश भइसकेपछि तपाईको फर्म पूर्ण तरिकाले सबमिट भएको छ। रिक्वायरमेन्ट होममा क्लिक गरिसकेपछि यहाँबाट हामी कन्फर्म गर्छौं कि हामीले भरेको फर्म सक्सेस भयो कि भएन भनेर। यहाँ हेर्न सक्नुहुन्छ जब एप्लाइड फर्ममा हामीले भरेको फर्म लिस्ट भइसकेको छ। हाम्रो फर्म एकदम सही तरिकाले सबमिट भइसक्यो। त साथीहरु, आजको यो भिडियो कस्तो लाग्यो? हामीले स्टेप बाइ स्टेप तपाईहरुलाई सिकाउने कोसिस गर्यौं र यो भिडियो बनाएर तपाईमाझ ल्यायौं। यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक गरिदिनु होला र तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। आजको यस भिडियोमा यति नै। कुनै समस्या भए कमेन्ट गर्नु होला। म बिदा चाहन्छु। धन्यवाद।